हुन्छ। अब यसमा मसी सुकिया छ अनि ती हेर्ने मान्छे नि वरिपरि हामी जस्तै मान्छेहरू हुन्छन्, हेरिरहन्छन्। मसी त्यही हातले उचाल्न नि पर्दैन, अहिले फेरि मैले हातले उचालेँ भनेर भन्न फेरि बदर हुन्छ कि। अनि यहाँ ट्याक्क गरेर त्यहाँ हुन्छ अनि ट्याक्क लगाइदियो त्यो भएपछि अनि त्यसलाई हलुका भयो भने नि भयो क्या। त्यसलाई म गाडै बनाउँछु देखिन्न कि भन्नेतिर गयो भने झन् लत्तातिन्छ। फेरि थोरै लत्तातिने बित्तिकै त्यसलाई बदर हुन्छ कि त्यो पकाउनाले। अलिक मधुरो भएर आदि मात्रै आयो भने भयो होइन, कोठामा स्पष्ट पर्न पर्यो। आदि आए पनि त्यसलाई चाहिँ मान्छ कि है यो आदि आएको सुल्टो परेको उल्टो परेको मतगणना गर्नेले जानेको हुन्छ, बुझेको हुन्छ। त्यहाँ बसेर नियमै बनाएर यतिलाई दिने यतिलाई नदिने भनेर पहिले त्यो मत बक्सा खोल्नुभन्दा अगाडि उनीहरूले नियमहरू बनाएर अनि गर्न सुरु गर्छ है। त्यो चाहिँ जानेको हुन्छ। अब मतपत्र नचेल्ने कतिलाई रिस उठ्या हुन्छ है। हाम्रो त त्यस्तो छैन। यहाँ शिक्षामा आएपछि यो गरिन्न। कतिलाई चाहिँ जतिलाई दिए पनि त्यस्तै हो भनेर भित्रसम्म जाने पछि चाहिँ एउटा पारेर फालिदिनु पनि हुन्छ। त्यो गर्ने कुरा भएन है। अब गोपनीयता कायम गर्नु चाहिँ एकदमै गोप्य मतदान। अहिले त गोप्य भन्न त अलिक छोडे जस्तो त लाखा है, तर पनि गोप्य मतदानै हो।